चिन्नुहुन्छ यो के हो? यहाँ चाहिँ मस्याङ भन्छ है, मस्याङ। आज पानी परेर मेरो बेबी छाता लिएर आइदियो क्या। आमा मलाई कति माया गर्छ। पानी पऱ्यो भनेर दौडिँदै आएर साइकल दौडे जस्तो भयो। छाता लिएर आइदियो कि लभ यु चल्ने भने अति नै चल्छ कि मलाई मन पर्दैन। पिरो खालको किन भनेको पिरो खालकै परेको जहिले फेरि समझते स्टाइल अच्छी है। Don't wanna sleep in, cause I got something to prove. हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। हजुरहरूले फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। इट्स मी हजुरहरूको साथी असिम गुरुङ र आजको ब्लग स्टार्ट भएको छ। र आज चाहिँ बल्ल घाम लाग्न थाल्यो अनि यो ठाउँबाट चाहिँ ब्राइटनेस बढिया छ होइन। भने बादलहरू सब फुलेको छ। बादलहरू यस्तो फिटिँदै पर जाँदैछ होइन। अब लेट्स सी अब कति बेलासम्म अब यस्तो हुन्छ कि घाम लाग्छ कि के थाहै छैन। तर घाम लागेको जस्तो चाहिँ त्यो के अरे फिल चाहिँ भइसक्यो कि फिल होइन, त्यो देखिया छ कि। अनि यतातिर चाहिँ कालै छ अझै पनि। यताबाट आएको छ कि उज्यालो बस्छ कि यताबाट। अनि यता गह जस्तो भयो भने उतातिर कति कालो खायो। यता पानी पऱ्यो होला कसरी। मलाई चाहिँ हिजो अस्तिदेखि अनि आज चाहिँ घाम लाग्छ जस्तो लाग्थ्यो होइन। अनि अलिअलि घाम चाहिँ भोलि चाहिँ स्योर लाग्छ होला जस्तो लाग्थ्यो होइन। नभन्दा कि घाम चाहिँ अब लाग्छ होला सायद मेरो विचारमा। क्या घाम लाग्छ भनेर चाहिँ खुसी भयो कि भित्रदेखि होइन। बल्ल अब बाहिर हिँड्न पाउँछ नि त। अनि घाम ताप्न पाउँछ, बल्ल आनन्दरी घाममा बस्न पाउँछ नि त। सधैँ आगो बालेर बसेको भएर त्यो हातै पोल्छ कि। अहिले भर्खरै नै आगोमा बसेको के अरे शरीर तताउनको लागि। अनि आज म नुहाएँ नि त। नि आज लगभग 5 दिनपछि नुहाएको। शरीर सफा गरेँ, कपडा अनि धुन नसकेर उता दिदी घर गएर वासिङ मेसिनमा हालिदिएँ। अनि आज चाहिँ अनि फ्रेस भएको। अब खाना खाने एकछिनपछि अनि खाना खाएर दाँत पनि मोल्नु पऱ्यो, नङहरू पनि काट्नु पऱ्यो होइन। अनि म तपाईँहरूलाई एउटा कुरा देखाउँछु। यो चाहिँ चिन्नुहुन्छ यो के हो? यहाँ चाहिँ मस्याङ भन्छ है, मस्याङ। क्या मिठो हुन्छ यो। गुन्द्रो आलुसँग हालेर मिठो हुन्छ होइन। मलाई चाहिँ गुन्द्रो भन्दा नि आलुसँग हालेको दामी लाग्छ। यस्तो दामी हुन्छ कि यसको तरकारी दाल जस्तै हुन्छ होइन। कति धेरै झुप्पा फले अन्त लर्ड्स अफ आमा यता नि बोडी यहाँ पनि छ। यो चाहिँ जाडो महिनामा फल्ने चैत के अरे मङ्सिर पुसतिर त्यस्तै माघतिर के भन्छ होइन, मलाई थाहा भएन। त्यति बेला फल्ने बोडी अरे यो रातो बोडी होइन। त्यो पनि मिठै हुन्छ। अरू त छैन यो चाहिँ छ बारीतिर तरकारीहरू छ। त्यहाँदेखि कन्टिन्यू पानी परेर नि कति मान्छेहरूले अब के भन्छ अरे बारीमा के रोप्नु भयो होला, खेतीपाती गर्नुभयो होला। पानी पर्दाखेरि त्यो खेतीपातीहरू सब बिग्रियो होला क्या पानीले नि होइन। अब चिन्ता नगर्नु, घाम लगाइहाल्छ नि त होइन। भनेको त घाम के हो फेरि बादल लाग्न थाल्यो। के भन्ने नभन्नु रहेछ क्या। तपाईँ नि अझै पानी परेको छैन, त्यही हो। पानी परेर चाहिँ वाक्कै दिक्कै भइसकेको थियो कि। हैरानै भइसक्यो पानी परेर। अनि त्यो असार साउन जस्तो हुन्छ त्यो बेला असार साउनमा पानी परेको हैरान हुन्छ नि, त्यस्तै फिल भयो कि अहिले चाहिँ। सो अब चाहिँ भात नि भोक लागिसक्यो। बल्ल उज्यालो भयो छ। अघि चाहिँ पानी पर्न लाग्थ्यो, अहिले चाहिँ उज्यालो भयो।
उज्यालो भयो भन्नाले नि त्यस्तो बादलहरू त्यस्तो लगाइरह होइन साइडतिर चाहिँ पानी उतातिर नि उज्यालो भयो अनि अहिले चाहिँ म दालबाट लिन जानु लाग्यो अनि यत्रो दिन भयो नि त अनि यस्तो चटपटा खान मन लाग्यो सधैँ त्यो झोल 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 रुगा खोकी लाग्दाखेरि त्यो झोल 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 त्यो खानेकुराले होइन त्यो खाएर टेस्टै बिग्रे जस्तो कि अनि टेस्ट पनि नआएको नि त्यस्तो भयो के हो लाउनु पनि नहुने हाम्रो चाहिँ ढोका ओरिजिनल के भन्छ अरे हाम्रो चाहिँ गेट खतरा खालको फेरि त ध्याखोल्ने अन्जानी सिस्टम त्यस्तो बनायो अझै म पसल जानु लाग्यो दालबाट लिनलाई अनि ममताले चाहिँ चटपट बनाउने भनेर भने लगभग 1 महिना बढी 1 महिना त के धेरै भयो होला चटपट नआएको अब चाहिँ बनाएर खान्थ्यो 6 दिन भयो होला रुगा खोकी लाग्यो रुगा खोकीले नै हैरानै बनायो अति हैरान आज चाहिँ बल्ल घाम ला जस्तो मौसम सफा बसन्त अनि त्यही भएर नि हेर्दा नि क्या दामी के फ्रेस हुन्छ नि जब एकपल्ट कोरोना आउँदाखेरि त्यति बेला अनि सबैजना मान्छेहरू घरभित्र बस्दाखेरि वातावरण नै क्या सफा भएको थियो नि त त्यति बेला होइन कति पोल्युसनहरू कति त्यो कल कारखानाहरू बन्द भएको थियो नि त त्यति बेला नि धुलो केही भएको थिएन अनि क्या सफा भएको थियो नि त ब्याकग्राउन्ड होइन इन्भाइरोमेन्ट क्या दामी भएको थियो नि त होइन अनि त्यस्तै लगभग 3-4 दिन भन्दा पानी परेको अनि त्यही भएर क्या सफा फ्रेसनेस के हुन त जाडो महिना आउनु लाग्छ क्या अब जाडो महिनामा जाडो नपर्ने हो यहाँनिर चाहिँ जाडो महिनामा असर साउन जस्तै भइरह्यो कि यस्तै बाटो पानी त्यही हो मैले चाहिँ सुनेको विचार गरेको पृथ्वी स्लो घुमिरहेछ अरे स्लो हो कि फास्ट घुमिरहेछ अरे अनि उसले आफ्नो काम गर्नै सकेन अरे होइन सबै मान्छेको गल्तीबाट हो नि त मान्छेहरूले जताततै फोहोर अनि ग्लोबल वार्मिङ गरे के गरे त्यो कारणले गर्दा अन्त यस्तो भएको नि त त्यही भएर मान्छेहरूले दुःख पाइरहेछ क्या त्यही हो गाइस पृथ्वीमा जन्मिन्छ बस्छ खाइन्छ रमाइन्छ होइन अहिले चाहिँ त्यही रमाइलो खानाको लागि चाहिँ म दालबाट लिन जाँदैछु पिरो खालको नकिन भनेको पिरो खालकै परेको 100 रुपियाँ फेरि पानी पऱ्यो क्या अब पानीले भिज्ने भयो क्या अब आज झ्याउ लाग्छ कि पानी आएपछि घर त्यत्रो टाढा दौडिन पनि सक्दैन यार त्यहाँ अर्को पिरो नावाला चाहिँ 200 रुपियाँ पर्दो रहेछ अनि यसलाई चाहिँ 100 रुपियाँ पर्दो रहेछ होइन 100 रुपियाँ मात्र बोकेर आएको अब यो भने खाना पर्ने भयो अरूभन्दा पनि पानी आयो क्या यतापट्टि चाहिँ पानी आएन कि त्यो त पुरै उज्यालो कालो अनुहारमा पानी पनि झरिसक्यो आज पानी परेर मेरो बेबी छाता लिएर आइदियो क्या आमा मलाई कति माया गर्छ पानी पऱ्यो भनेर दौडिँदै आएर साइकल दौडे जस्तो भयो छाता लिएर आइदियो कि लभ यु त्यो चल्ने हो भने अति नै चल्छ कि मलाई मन पर्दैन कस्तो पानी पऱ्यो क्या तपाईँ ध्यान दिनु पर्छ नि त छाता लिएर हिँड्नु पर्छ अनि फेरि यो बिच बाटोमा यस्तो हो कि अनि यस्तो पानी आयो हिँड्दै माटो भयो खुट्टा म के अरे बाहिर जान्छु कि जाँदैन भनेर विचार गर्न होला नि त पानी अन्त मरै निस्किन्न आएर त पछाडितिर त घाम लाग्यो कि सिमसिम त यो हजुरको त सेतो सेतो त घाम लाग्यो त अलिकति बढी थियो
पहिले त छुट्टै बडगाउँमा तर खाने हामी कला तर्फबाट मान्ने यसमा त त्यो के अरे कति रुपियाँ नि होला 100 पिरो खालको चाहिँ यो पिरो खालको पिरो नखालको हुन्छ नि त्यो निम्किम जस्तो त्यो चाहिँ 200 अरे कहिले ल्याएर 120 कतिमा आउँथ्यो जस्तो लाग्छ 150 क्या हो अब 200 रुपियाँ अहिले लेखेको हुँदो रहेछ यहाँ नि 100 लेखेको हमारा घर आ गया फाइनली हम घर आ चुके हैं ए ढोका लाउने हो आलु यति धेरै हालिनुहोस् हुँदैन No. Aloo is my favorite. चटपटमा आलु लतक्क लाग्छ आलु चाहिँ धेरै अहिले भाँडा सानो भयो क्या है कागो भाँडा सानो उता यो बाटैमा बनाउनु है मोल्न सजिलो हुन्छ आलु र यो कागो क्या धेरै हुने बित्तिकै चटपट फ्यास्सै हुन्छ क्या होइन कागको त धेरै हाल्दैनौ आलु चाहिँ के हुन्छ र आलु त मिठो हुन्छ त कागको चाहिँ बरु धेरै नहाल्ने त्यो राख्नु त फ्रिजमा धनिया पला म टिपट्याउँछु कस्तो चिसो आयो कागो अकबरै खुर्सानी यस्तो यसले बस्न ल्याउँछ अकबरेको अर्को खुर्सानी हामी पेट मात्रै देख्छु यसले त बरु राम्रो ए सरी म त तिमीलाई खोला नै बिर्सेँ खाना पाएपछि त यस्तो नभन न ल हालिदिन्छु बाबा तपाईँ बनाउँदै खाने क्या यत्रो धेरै कहाँ खानु सक्छ होइन भन्न खोजेको खाइहाल्छ नि म धनियाँ टिपेर काट्छु यो काट्नु है तपाईँले त्यति त केही नै हुन्न के समोते स्टाइलमा दाम भाउ ओसिन्छ नि फेरि टक्क भयो बाबालाई खाँदै छिराउन थम्बनेलको लागि भिडियो हेर्दा पनि थम्बनेल बनाउनु अहिले नै यसो गर्नु पर्छ त्यहाँ गर्नुपर्छ सबक ल फटो खान्छ ओसिन्छ अहिले त अर्को खाएको तिहार हुन्छ ओसिन्छ उब्जाउनु अहिले त फर्केर के भयो अहिले अब भएको छ 18 भएको होइन को बाबा भामा सरी खसे क्या सरी खानु अझै भयो सरी
ल लास्टमा अब त खाएको त लास्ट साँच्ची हो क्या साँच्ची हो ल ल खाऊ साँच्ची हटु साँच्ची हो क्या विश्वास लाग्दैन खराब भने हेर्दा खराब मिठो भयो खा ल आज त पसिना पसिना भयो भएकै मोबाइल हेर्ने क्या गाइज हामीले चटपट खाएर नि भ्याइयो के अरे के चटपट खाएर भ्याइयो चटपट खाएर भ्याइयो अब भिडियो पनि अब इन्ड गर्ने समय आयो के हो लास्टसम्म के भन्छ भन त के भन्ने भन न के चटपट मिठो भयो चटपट मिठो भयो र आजको भिडियो यति नै हजुरहरूलाई कस्तो लाग्यो राम्रो लाग्यो भने कमेन्ट गर्नुहोला कस्तो लाग्यो भनेर र लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु र यसरी नै माया गर्नुहोस् र हाम्रो नयाँ पुरानो भिडियो हेरेर पनि माया दिनुहोस् र नयाँ भिडियोको लागि नै पर्खिनुहोस् अब हामी बाई बाई